साधुहरूको स्वरूपमा जुन परमधामका आत्माहरू आएर विराजमान भएर विचरण भएर खेल देखिरहेका थिए, ती ब्रह्म आत्माहरूले मात्रै छोडे। जसको पूर्ण ब्रह्म परमात्मासँग सम्बन्ध थियो उनीहरूले मात्रै घर छोडे, अन्य ब्रजवासीहरूले कसैले घर छोडेनन्। बिना सम्बन्ध नपाइए कोटिन करे आचार। राजी महाराजले ब्रजमण्डलमा आउनुभयो, एउटा सामान्य बाँसको बाँसुरी बजाउनु भयो। बाँसुरीले के गर्छ भन्दाखेरि आत्माहरूलाई चरण कमलमा निम्त्याउँदछ। मायामा फँसेको, मायामा भुलेको मनलाई मोहित गरेर आफ्नो चरण कमलमा निमन्त्रण गर्दछ बाँसुरीले। योग मायाको ब्रह्माण्डमा जानुभयो। यहाँको बाँसुरीले जब यहाँको बाँसुरी बजाउँदाखेरि मायाको यस्तो नसामा सुन्दर साथहरू, सखीहरू मायाको घर परिवारमा यस्तो फँसिसकेपछि राजी महाराजले सोच्नुभयो, अब यी सखीहरूलाई यो संसारको मायाको भ्रम नतोडी भएन भनेर 11 साल 52 दिनको लीलाको पश्चात योग मायाको ब्रह्माण्डमा अखण्ड वृन्दावनमा गएर संसारको मोहलाई भङ्ग गर्नको लागि अखण्ड वृन्दावनमा गएर नुरी बाँसुरी बजाउनु हुँदछ। र हामी भजन पनि गाउँछौँ नि, होइन? सखीहरूको उद्गारलाई यहाँ प्रेमदासजी पीडित कविले बयान गर्नुभएको छ। हे कृष्ण मलाई मिठो बन्सी सुनाइदेऊ न, तिमीलाई मात्र हेर्न त्रिलोक थर्काइदेऊ न। बन्सीको महिमा बुझ्दैनौ तिमी राधा, योगी र ध्यानीको ध्यानमा पर्छ बाधा। पूर्ण ब्रह्म सच्चिदानन्दले योग मायामा अखण्ड वृन्दावन गरेर बजाएको बाँसुरीले सारा 14 लोक ब्रह्माण्डमा योगी, ध्यानी, तपस्वी सबको आसन डगमगायो, ध्यान समाधि भङ्ग भयो। बाँसुरीको आवाजमा मन्त्र मुग्ध भए, आनन्द भए, तर आवाज कहाँबाट आउँदैछ कसैले पनि चाल पाएनन्। तर ब्रज मण्डलका जति पनि सखीहरू थिए, गोपिनीहरू थिए, त्यो बाँसुरीको आवाजमा उनीहरूले आफ्नो आफ्नो नाम सुन्दछन् र त्यो नाम श्रवण गरेर आफ्नो प्रियतम परमात्मालाई मिल्नको लागि मायाको शरीर र संसारलाई त्यागेर योग मायाको ब्रह्माण्डमा पुग्दछन्। बाँसुरीको काम के हो? भुलेका आत्माहरूलाई मायाबाट निकाल्नु। बोलो श्री प्राणनाथ प्यारे की। र वर्तमान समयमा जागनेको यो ब्रह्माण्डमा 28औं कलियुगमा पूर्ण ब्रह्म सच्चिदानन्दको स्वरूपमा प्राणनाथजी प्रकट भएर, महामतीको स्वरूपमा प्रकट भएर पनि बाँसुरी नै बजाउनु भएको छ। यो ब्रह्म ज्ञान रूपी बाँसुरी हामी महिनाभरि, हर साल, हामी हर समय राजी महाराजको बाँसुरीको आवाज यो वाणीद्वारा सुन्दछौँ। सत्सङ्गको महिमा सम्झेर हामी आउँदछौँ घरबाट। त्यो बाँसुरीले बोलाएको सत्सङ्ग रूपी बाँसुरी बजेको हो र बाँसुरीले हाम्रो मनलाई बोलाएर ल्याउँदछ। घर छोडाएर, परिवारदेखि अलग गरेर यहाँ ल्याएर केही घन्टा, केही समय हामी आफ्नो जीवनको अनमोल घडीको सदुपयोग गर्दछौँ। बोलो श्री प्राणनाथ प्यारे की। अब यो वाणी रूपी वाणी कस्तो छ त भन्दाखेरि, वाणी रूपी बाँसुरी कस्तो छ भने, तारतम रस कर पिलाइए जाको, जहर चढ़्या होए जिमिका, सुख हुए ताको। तारतम ज्ञानले के गर्दछ? तारतम ज्ञानको रस बनाएर जब हामी चर्चाद्वारा, सत्सङ्गद्वारा पान गर्दछौँ, हाम्रो भित्रको जहरलाई यसले निकालिदिन्छ, हृदय निर्मल बनाइदिन्छ। हृदय निर्मल वाणीले हाम्रो हृदय निर्मल बनाएर परब्रह्म श्री राजी महाराजको चरण कमल वास गर्ने योग्य बनाउँदछ वाणीको बाँसुरीले। अब यहाँनिर देवचन्दजी महाराजजीले राज्यको स्वरूप अर्थात् बाघ वस्त्र आफ्नो घरमा लिएर जानुहुन्छ। राज्यको स्वरूप सम्झेर, आफ्नो आत्माको प्रियतमको स्वरूप सम्झेर सेवा, पूजा, भोग, आराधना, भक्ति सब गर्न उहाँले थाल्नु हुँदछ। रसोई करे विवेक सो, सेवा को सब साज, सेवा में चितवन रहे, मोको ये बस्त करनी आज। रसोई अलि अति विवेक गर्नुहुन्छ। जब भोग बनाउनु छ उहाँले भने चामल केलाउँदाखेरि कुनै बिहाहरू भयो, कोही कालो चावल त्यसलाई यति त चल्छ भनेर उहाँले छोड्नुहुन्न। एक एक कुनै पनि प्रकारको गल्ती, भूल त्रुटि हुन दिनुहुन्न। ध्यानपूर्वक, विवेकपूर्वक, प्रेमपूर्वक, भाव श्रद्धापूर्वक आफ्नो प्रियतमलाई भोग लगाउने हो भनेर उहाँले ख्याल राखेर भोग बनाउनुहुन्छ।
पानी भर्नको लागि धारामा जानुभयो भने अति पवित्रताको साथमा, शुद्धताको साथमा पानी भरेर लिएर आउनुहुँदछ। प्यारे सुन्दर साथी, पवित्रता र शुद्धताको साथमा पवित्रता अपनाउनु पर्दछ, शुद्धतालाई पनि अपनाउनु पर्दछ। तर केवल कर्मकाण्डमा मात्रै हामी सीमित रह्यो भने कर्मकाण्डले हाम्रो हृदय कठोर बनाइदिँदछ। कर्मकाण्डमा कहिल्यै पनि ज्ञान भक्ति सम्पादन हुन सक्दैन। कर्मकाण्डले हृदय वज्र जस्तो बनाइदिन्छ। केवल नियम पालन गर्न, नियम व्रत नियम पालन गर्नमा मात्रै हामी सीमित हुँदछौँ। हामी बाहिरी कर्ममा मात्र सीमित रहँदछौँ। भित्र भक्ति हृदयद्वारा हुँदछ, हृदयद्वारा हुन्छ भक्ति, अनि भक्तिद्वारा नै परमात्माको चरण कमल हामीलाई प्राप्त हुँदछ। चावल मुग घिउ खाड़ कर जुदा श्री राज के काज, अपने वास्ते उतरती जुदा बनावे साज। यहाँ अहिले राजी महाराजको पहिचान भले नै प्रत्यक्ष रूपमा भएको छैन, तर राज्यको भोगको लागि देवचन्द्रजीले जुदा कर श्री राज के काज। महामन्त्रीजी के दर्शाउनुहुन्छ? देवचन्द्रजी महाराजले राज्यको लागि एकदम पवित्र पवित्र किम्ती किम्ती चिजहरू, खाद्यान्न पदार्थहरू, सामान्य होइन, डेट गइसकेको एक्सपायर भएको होइन, एकदम हरियो ताजा हरेक चिजहरू ताजा ल्याएर राज्यलाई भोग लगाउनुहुन्छ। अपने वास्ते उतर, तर आफ्नो शरीरको लागि चाहिँ नि हल्का हल्का अलिकति कम्ती दामको आफ्नो शरीरको लागि, किनभने यो संसारमा हामी खानको लागि संसारमा बाँचेका होइनौँ। बोलो श्री प्राणनाथ प्यारे की। मायावी संसारका व्यक्तिहरू जो केवल यो शरीरसँग मात्र सीमित छन्, खानु पिउनु मौज मस्ती गर्नु, यहाँदेखि अरू केही पनि भिन्न छैन, यो मानव जीवनको यही नै उपलब्धि हो भनेर जसले सोच्दछन्, उनीहरूले शरीरको लागि, शरीरको पछाडि मात्रै रात दिन खानु पिउनु सुत्नुमा मात्रै आफ्नो जीवन बिताउँदछन्। तर जो पूर्ण ब्रह्म परमात्माका प्रेमी आत्माहरू छन्, उनीहरूले केवल यो संसारमा बाँच्नको लागि मात्रै खाँदछन्। यति अन्तर हुन्छ। दुनियाँले खानको लागि बाँच्दछ, परमात्माका प्रेमीहरू आत्माहरू बाँच्नको लागि मात्रै। यो शरीरद्वारा परमात्माको यो मरेर त होइन, यो शरीर छँदै नै परमात्माको साक्षात्कार गर्ने, परमात्माको प्रेम गर्ने, ब्रह्म आत्माहरूको चरण कमलको सेवा प्राप्त गर्नको लागि शरीर रहन जरुरी हुँदछ। शास्त्रले पनि भनेको छ, शरीर माध्यम खलु धर्म साधनम। यो शरीरद्वारा नै परमात्मासँग मिलन गर्नु छ, शरीरद्वारा सेवा गर्नु छ। सेवा नगरिकन भक्ति हुँदैन, सेवा नगरिकन हृदय निर्मल हुन सक्दैन। त्यो कारण शरीरलाई बचाउन जरुरी छ। शरीरलाई बचाउनको लागि ब्रह्म आत्माहरूले मात्र भोजन सेवन गर्दछन्। और रसोई विवेक सो करे निके कर, आकार को प्रवाजियों पालत है यूं कर। जब इन भांत सेवा करे लगे लीलवाई को लोग कहने, तुम ऐसी स्त्री हो घर में। श्री देवचंद जी मेहनत करे हाथों से। देवचंद जी अब बाँकी बिहारी जी को यानी श्री राजी महाराज को सेवा आफ्नै हातले चुला चौका सब कुछ जल भरेर ल्याउनुहुन्छ। भोजन सब्जी सुधार्ने काम सब कुछ आफै गरेको देखेर गाउँका महिलाहरूले ध्यान दिएर सुन्नु। यो संसारमा पुरुष एवं स्त्रीहरूले पूर्ण ब्रह्म परमात्माको पहिचान, भक्ति, ज्ञान, वैराग्य किन हुन सक्दैन त भन्दाखेरि पुरुषहरूको सबैभन्दा कमजोरी हो उनीहरूको अहङ्कार। पुरुष इगोइस्टिक हुन्छ र महिलाहरू ईर्ष्यालु हुँदछन्। बोलो श्री प्राणनाथ प्यारे की। महिलाहरूको भित्र हृदयको ईर्ष्याको कारण भक्ति दिलमा भक्तिको रस प्रवाहित हुन सक्दैन र पुरुषहरूको अहङ्कार जब नष्ट हुँदैन तब पनि भक्तिको रस हृदयमा प्रवाहित हुन सक्दैन। गाउँका महिलाहरूले कुरा काट्न थाले, अरे लीलबाई तिमी कस्तो खालको धर्मपत्नी? देवचन्द्रजी आफ्नो घरमा आफै भोजन बनाउनुहुन्छ, चुला चौका सबै आफै गर्नुहुन्छ, पानी भरेर आफै ल्याउनुहुन्छ, तिमीलाई त बडा मस्ती छ एकदम, केही गर्नु पर्दैन घरमा, तिमी त धन्य भाग हौ, श्रीमान कसैले पाओस् त तिम्रो जस्तो श्रीमान पाओस्, केही गर्नु पर्दैन, बडा सुखी छौ तिमी भनेर ताना मार्दछन्। तब गाउँलेहरूको ताना सुन्न नसकेर आफ्नो पतिदेवको सामने आएर लीलबाईले अर्जी गर्नुहुन्छ, हे प्रभु कमसेकम मलाई मेरो कर्तव्य त गर्न दिनुहोस् भनेर। त्यसो भन्दाखेरि अब यहाँनिर देवचन्दजीले अर्ती दिनुहुन्छ।
लीलभाइलाई के र सेवा पहिचानद्वारा मात्रै हुन्छ। बिना पहिचान, बिना नचिने आफ्नो स्वरूपलाई, आफ्नो इष्टदेवको स्वरूपलाई पहिचान नगरिकन सेवा हुन सक्दैन। तिमीले मेरो इष्टदेवको पहिचान गर्न सकेकी छैनौ, तिमीले चिनेकी छैनौ, त्यस कारणले तिमीले सेवा गर्न सक्दैनौ। मेरो आफ्नो प्रियतम परमात्मा हुनुहुन्छ, त्यसै कारण म सेवा गर्दछु। मेरो तिमीले चिन्ता नगर, तिमीले मेरो मातापिताको सेवा गर, म यसैमा खुसी छु। मलाई मेरो हृदयले म जुन कार्य गर्दैछु, मेरो आत्माले जो मलाई अराउँदछ त्यो कार्य गर्दैछु, त्यो मलाई कार्य गर्नको लागि तिमीले स्वतन्त्र छोडिदेऊ भनेर लीलभाइलाई भन्नुहुन्छ। तब श्री देवचंद्र जी ने कहा, नाही तेरो ये काम, कबों तेरो चित्त दुखाएको, जल भर्ते इस ठाम। यदि कहिले काहीँ तिमी पानी भर्न जाँदाखेरि तिमीलाई चाहिँ अब पानी अशुद्ध भयो र तिमीलाई दोबारा फेरि भरेर ल्याउन चाहिँ कति भरेर ल्याउनु पर्ने भनेर तिमीलाई झर्को लाग्यो, तिमीलाई झन्झट महसुस भयो, दिल दुख्यो सेवा गर्न भने दिललाई, हृदयलाई दुखी बनाएर कहिले पनि सेवा हुँदैन। प्रसन्न चित्त भएर राज्यको सेवा गर्नु पर्दछ। बोलो श्री प्राणनाथ प्यारे की। देव नहीं तिस वास्ते मैं करूं अपने अंग, है मेरो प्रेम स्वरूप सो तामे होवे भंग। यहाँ भन्नुहुन्छ, त्यस कारण हे लीलभाइ, तिमीलाई म सेवा गर्न दिन सक्दिनँ, म आफै गर्दछु। केवल तिमी मेरो मातापिताको सेवा गर, मातापिताको भोग प्यास सब कुछ तिमी विचार गर, त्यसैमा म प्रसन्न हुनेछु। म मेरो प्रियतम, मेरो परमात्माको सेवा म आफै गर्छु भनेर यहाँनिर लीलभाइलाई भन्नुहुन्छ। अब एक दिन देवचन्दजी महाराजजी सेवाको साथमा के गर्नुहुन्छ? ध्यानमा चितवनी पनि गर्नुहुन्छ। हामी केवल राजी महाराजको केवल किताब खोलेर केवल सेवा मात्रै मुखले बोल्यौँ पढ्न जान्नेहरूले, तर चित्त चाहिँ संसारपट्टि रमिरहेको छ भने त्यो भक्ति भएन। माला तो कर्मे फिरे, जीव फिरे मुखमाई, मन हुआ तो 14 फिरे, ये तो सुमरन नाई। हातमा माला घुम्दछ, जिब्रो मुखमा भित्र घुमिरहेको छ अनि मन सारा संसारमा भ्रमण गरेको छ भने यो भक्ति हुँदैन।